नमस्कार साथीहरू, आज मैले पास्ता बनाउन गइरहेको छु। आज दिउँसो खाजामा त्यसको लागि मैले प्याज खोर्सानी अनि लसुन दुईपट्टि काटेर हालेपट्टि अनि त्यसपछि टमाटर हालेँ। प्याज ब्राउन भएपछि अनि त्यसपछि नुन मसला बसार हाल्दैछु अनि मजाले चलाएँ। टमाटर चाहिँ गल्न पऱ्यो, त्यसपछि चलाइरहेको छु है। तर आज मलाई चाहिँ पास्ता बनाएको भिडियो चाहिँ यस्तो हाल्न मन लाग्यो, खाएको भिडियो त्यस्तो। उहाँलाई मोबाइल चलाउनु दिएको, उहाँले मोबाइल कति आफूतिर पनि फकाइराख्नु भएको छ। यो अब हामीसँग खासै छैन, मैले चाहिँ भ्यानु गर्छु, कसैमा हालिदिने गरेको छु। त्यति ल्याएको थिएँ अनि युटिलाइज गर्छु अनि अर्को सोया सस पनि हाल्दैछु। अहिले फेरि यहाँ क्यामेरा फर्काएर देखाएको छु मेरो छोराले। त्यसलाई मजाले चलाएँ, यस्तो राम्रो भएको अनि बन्दा हालेँ। बन्दा यस्तो फ्रेस चलाएको त्यो बन्दा चाहिँ धेरै दिन मैले त्यो पकाउनु, किनकि बन्दा चाहिँ यो बन्द चाहिँ अलिक कालिम्पोङ अनि पास्ता मजा हुन्छ। थिएन माथि राम्रो फेरि बन्दा हालेर प्याज हालेर पास्ता मजाले चलाएँ। अनि मैले पास्ता चाहिँ बिहानै उसिनेको थिएँ, मैले चाहिँ बिहानै उसिनेर यसमा चाहिँ तेल मोलेर राखेको तेल मोलेर बटर भुट्यो। र फाइनली हाम्रो पास्ता बन्यो। कस्तो लाग्यो भने पास्ता कस्तो राम्रो कलर छ है। हामीले टमाटर पनि चलाउँछु खानुपर्दैन। अनि यो पास्ता खाँदा आज त्यसरी खाजा थियो। यति गरेपछि पास्ता सर्भ गऱ्यो अनि बन्दा काटेर हाल्यो। बन्दा एकदम फ्रेस भएको म चाहिँ बन्दा खानु ओके।